सो वेलकम एभ्रिवान, वेलकम ब्याक टु द च्यानल। आज चाहिँ हामी कन्स्ट्रक्सन गर्नेवाला छौँ। कन्स्ट्रक्सनमा सुरुमा हामीले जान्नुपर्ने कुरा भनेको चाहिँ एङ्गल निकाल्ने हो। फर्स्टमा चाहिँ 30, 60 र 90 एन्ड 120 निकाल्न जान्नुपर्छ है। सो लेट्स बिगिन। 60 निकाल्नको लागि चाहिँ हामीले कम्पासलाई लग्छौँ होइन। कम्पासलाई लगेर जति बनाए नि हुन्छ यहाँबाट हामीले तान्नुपर्छ। यसलाई चाहिँ यसमा राखेर है, एजमा राखेर चाहिँ घुमाइदिने। यो बन्छ एउटा 60 तान्नको लागि सुरुमा यो जति यसको रेडियस छ नि, रेडियसले माथि काट्यो भने यो चाहिँ 60 हुन्छ। यही 60 मा राखेर त्यो रेडियसकै भाग काट्यो भने यो चाहिँ 120 हुन्छ। र 60 र 120 को इन्टरसेक्सन गराइदियो भने त्यो चाहिँ 90 हुन्छ। र फेरि 60 र यसलाई चाहिँ 0 भन्छौँ, 0 को इन्टरसेक्सन गरायो भने 30 हुन्छ। यो 30, यो 60, यो चाहिँ 90, यो चाहिँ 120। र 60 देखि 60 र 90 को इन्टरसेक्सन गरायो भने 75 र 90 र 120 को इन्टरसेक्सन गरायो भने 105 हुन्छ। यो चाहिँ फर्स्टमा जान्नुपर्छ, यसलाई चाहिँ प्र्याक्टिस गर्नु होला। सो अब चाहिँ हामीले ट्रायङ्गल बनाउन सिकौँ। ट्रायङ्गलमा तीनवटा केस हुन्छ, कि त तीनवटा साइड दिन्छ, कि त एउटा साइड दुईवटा एङ्गल दिन्छ, कि त दुईवटा एङ्गल एउटा साइड दिन्छ। तीनवटा साइड दियो भने त इजी भइहाल्यो। फर इक्जाम्पल एबी, बिसी र एसी देखा भनेपछि कमन साइड भएकोलाई हामीले ट्रायङ्गलको माथि हुन्छ नि त, कमन साइड भयो भने माथि हुने भयो, एबी यस्तो हुने भयो। योबाट हामीले कन्स्ट्रक्ट गरिहाल्न सक्छौँ होइन। रफ स्केच मात्र बनाइदिए। ए र बीको मेजरमेन्ट दिएकै हुन्छ, योबाट यो बनाउने। अनि एबाट कम्पासलाई स्केलमा राखेर मेजर कति छ त्यति मेजर गर्ने एन्ड त्योबाट माथि टक्क काट्ने। अनि बीबाट पनि बीलाई मेजर गर्ने, बीबाट माथि काट्ने, त्यो सी बन्छ, स्केलले जोडिदिने। अब एउटा साइड र दुईवटा एङ्गल दियो भने चाहिँ सुरुमा चाहिँ सेमिली एउटा साइड एउटा एङ्गल, दुईवटा साइड एउटा चाहिँ होइन। एउटा साइड दुईवटा एङ्गल दियो भने चाहिँ दुईवटा साइड दिन्छ, एउटा एङ्गल बनाउने, एङ्गलबाट टक्क माथिसम्म काटिदिने। अनि साइडको यहाँबाट यता काट्ने अनि त्यसलाई जोडिदिने। फेरि दुईवटा साइड एउटा एङ्गल दियो भने सुरुमा त एउटा साइड बनाइहाल्ने, एङ्गल बनाउने, एङ्गल काट्ने, र त्यो जहाँ इन्टरसेक्सन हुन्छ त्यही ट्रायङ्गल बन्छ। अब चाहिँ हामी प्यारालेलोग्राम भनेको चाहिँ अब फर्स्टमा चाहिँ हामीले प्यारालेलोग्राम भनेको के बुझ्छौँ भन्दाखेरि यस्तो साइड हो होइन। प्यारालेलोग्राम भनेको एउटा रेक्ट्याङ्गल नै हो। रेक्ट्याङ्गलको यस्तो केस हो जसमा चाहिँ यो साइड र यो साइडको लेन्थ इक्वल हुन्छ। यो र यो इक्वल, यो र यो इक्वल, हो सरी, यो र यो इक्वल, यो र यो इक्वल हुन्छ। नाउ यो प्यारालेलोग्राम कन्स्ट्रक्ट गर्ने हामीसँग तीनवटा आदि केस छ। दुईवटा साइड दिन सक्छ, एउटा डायगोनल दिन सक्छ। यो साइड भयो ए र बी, अब एउटा साइड देला अनि एउटा डायगोनल ए र सी र बी र सी दिन सक्छ। अब ए र सी चाहिँ हामीलाई डायगोनल दियो भने यसरी काट्ने, अनि बी र सी दियो भने त्यसलाई यसरी काट्ने, अनि दुईटालाई जोडिदिने। अनि हामीले प्रोपर्टी के बुझ्यौँ, ए र बी इज इक्वल टु सी र डी। सो सीबाट डी काट्ने, अनि यो र यो ए र डी र बी र सी इक्वल हुन्छ। त्यसैले बी र सीको जति लेन्थ छ त्यति यहाँ माथि काट्ने र त्यसलाई बनाएर टक्क प्यारालेलोग्राम कन्स्ट्रक्ट गरिदिने, एबिडी भन्छ। यदि एउटा एङ्गल र दुईवटा साइड देखा भनेपछि त्यसै गर्ने, बनायौँ होइन। ए र बी भने एङ्गल जति देखा एङ्गल काट्ने, एङ्गल माथिसम्म काट्ने, अनि बी र सीको चाहिँ काटेर त्यसलाई बनाइदिइहाल्ने। सेम थिङ ए र डी र बी र सी इक्वल हुन्छ, माथि काट्यो, बी र सी र डी र ए र बी इक्वल हुन्छ, यताबाट यता काट्यो, त्योबाट यो बनिहाल्छ। देन वी हेभ एउटा साइड र दुईवटा डायगोनल। यो चाहिँ हल्का कम्प्लिकेटेड छ। एउटा साइड दिन्छ र डायगोनलको लेन्थ दिएको हुन्छ। फर इक्जाम्पल एबी देला 6 cm, डायगोनल बी र डी देला 8 cm, अनि अर्को डायगोनल ए र सी फर 6 cm देला।
ए र बी कन्स्ट्रक्ट गर्छौँ, देयर इज नो प्रब्लम इन द्याट। अब बिएबी र एसी र बिडी चाहिँ डायगोनल हो, यसलाई चाहिँ यत्तिकै कन्स्ट्रक्ट गर्न मिल्दैन। सुरुमा चाहिँ हामीले एसीको हाफ लाग्छौँ 3cm, यहाँसम्म कन्स्ट्रक्ट गर्छौँ। अनि बिडीको हाफ लाग्छौँ 4cm, 4cmले यसलाई बाइसेक्ट गर्छौँ, यसलाई काट्छौँ यताबाट यता र यताबाट यता काटेर हामीले त्यसलाई जोड्छौँ। र यहाँ जति भने हुन्छ नि मेरो सिधै 6cm हो नि त, 3 यता भइसक्यो 3cm, यता चाहिँ 6, अर्को 3 काटेर यसलाई जोडिदिन्छौँ। अनि बी र डी पनि यहाँसम्म 4cm आयो, अर्को 4cm यता काटेर यसलाई यस्तो गर्छौँ र यसलाई ट्याक ट्याक जोडिदिन्छौँ। अनि यो यसरी पनि एउटा केस आउँछ। अनि रेक्टेङ्गल भनेको चाहिँ कस्तो भन्दाखेरि कुनै पनि एङ्गल चाहिँ 90 डिग्री हुन्छ, यसको जे भयो भने माथि जाँदाखेरि एङ्गल चाहिँ 90 डिग्री हुन्छ, त्यसलाई चाहिँ रेक्टेङ्गल भन्छौँ। त्यसमा चाहिँ अब यस्तै सेम प्यारालेलोग्राम जस्तै केस हो, योबाट बनिहाल्छ। लेट्स मुभ अन टु द चाहिँ 5वटा केसहरू छ। कि त प्यारालेलोग्राम दिएर प्यारालेलोग्राम बनाउनु भन्छ, कि त ट्रायङ्गल देखेर प्याराग्राम, रेक्टेङ्गल दिएर रेक्टेङ्गल, ट्रायङ्गल देखेर रेक्टेङ्गल। यो सबै चाहिँ अब इजी नै छ। युनिभर्सल भनेको यो चाहिँ जान्यो भने चाहिँ अरू पनि हल्का जान्ने हालिन्छ, त्यसैले हामीले यसलाई हेर्नेछौँ। अनि बुझ्नुपर्ने कुरा भनेको ट्रायङ्गल भनेको चाहिँ 1/2BH हो र प्यारालेलोग्राम भनेको चाहिँ B/H हो। त्यही भएर हामीले हाइटलाई डबल गर्न त मिल्दैन नि त, हामीले खेल्ने भने यही बेससँग यो बेसलाई डबल गरिदियो भनेपछि 2 बेस भयो भने यो र यो काटेर हामीले प्यारालेलोग्राम र ट्रायङ्गलको एरिया इक्वल गर्न सक्छौँ, अथवा कुनै पनि रेक्टेङ्गल र ट्रायङ्गल पनि इक्वल गर्न सक्छौँ यही केसबाट। रेक्टेङ्गलको बुझ्नुपर्ने अर्को कुरा भनेको जहिले पनि 90 डिग्री हुन्छ होइन, रेक्टेङ्गल यो साइडको चाहिँ एङ्गल चाहिँ 90 डिग्री हुन्छ दुवै साइडको। अब चाहिँ क्वेसनतिर लाग्छ। ओके, लेट मी सो यु द गाइड द क्वेसन है। हामीलाई बनाउनु पर्ने छ दुईवटा केस हुन्छ है हरेक क्वेसनको। सुरुमा एउटा गिभन हुन्छ, त्योबाट त्यो गिभनको युज गरेर हामीले त्यसलाई कन्स्ट्रक्ट गर्नुपर्छ र अर्को चिज बनाउनुपर्छ। यो केसमा हेर्दाखेरि चाहिँ हामीलाई बिसी गिभन छ, यो बिसिडी क्वाड्रिलेटर बनाउनु पर्ने छ र त्योबाट त्यसकै युज गरेर हामीले बिएएम ट्रायङ्गल बनाउनुपर्छ, विच विल बी इक्वल टु दिस क्वाड्रिलेटर। साइड हेरौँ, बिसी साइड 5cm, सिडी 5.6, डिए 5.4, एबी 6.8। अब हामीले चाहिँ सुरुमा चाहिँ यसको रफ स्केच गराउने हो। यो चाहिँ क्वेसन पेपरमा बनाउँदा पनि हुन्छ, नबनाउँदा पनि हुन्छ, तर बनायो भने चाहिँ जेनरली कसरी गर्ने भन्ने चाहिँ आइडिया हुन्छ। अब हामीले सुरुमा चाहिँ बिसी बनाउँछौँ, 5.6cm भन्छ। अनि त्यो बिसीको युज गरेर हामीले सिडी, सी र डी यता हुन्छ, ए र बी माथि हुन्छ, डिए र एबी दिएको रहेछ होइन, हामीले कमन साइड खोज्नुपर्छ। बी र सी भएको, बी भएको यहाँ, सी भएको यहाँ, र एङ्गल पनि देखा हामीलाई बिसिडी 75 डिग्री। हामीले यहाँ चाहिँ 75 डिग्रीको एङ्गल बनाउनुपर्छ, यति समथिङ केही होला। त्योबाट चाहिँ हामीले माथि काट्छौँ र डी देखा, बी र डी देखा, सी र डी देखा 5.6, यताबाट माथि हामीले 5.6 काटेर डी बनाउँछौँ। बुझिरहनु भएन भने प्र्याक्टिसमा बुझ्नुहुन्छ होइन। अब डी र चाहिँ हाम्रो ए इक्वल हुन्छ, डी र ए को साइड देखा 6.8 इक्वल होइन, डी र ए को साइड देखा 6.8 र बी र ए को दिएको होला, एबी को देखा 6.8, डी र ए को 5.4 र एबी को 6.8 दिएको रहेछ। योबाट हाम्रो क्वाड्रिलेटर बन्छ र यही क्वाड्रिलेटरबाट हामीले बिएएम ट्रायङ्गल कन्स्ट्रक्ट गर्नुपर्छ, जसले चाहिँ हामीले कसरी गर्छौँ भन्दाखेरि यसलाई कमन लगेर योबाट चाहिँ हामीले प्यारालेलोग्राम बनाउँछौँ। आई विल एक्सप्लेन दिस बाई ड्रइङ दिस। पहिला चाहिँ सुरुमा हामीले क्वाड्रिलेटर बनाऊँ। ल सुरुमा चाहिँ हामीले प्रोहरूको लागि एउटा प्रो टिप दिन्छु होइन मैले। के गर्ने भन्दाखेरि स्केल छ नि, स्केलको यो माथिको लाइन, यसलाई चाहिँ हामीले यो कपीको लाइनसँग प्यारालेल गरेर आएर ट्याक्क माथि स्ट्रेट लाइन तानिदिने, त्यो भयो भने सिधा हुन्छ, अनि त्यो भयो भने एरर आउँदैन। त्यसपछि हामीले साइड बनाउने, कुन साइड चाहियो हामीलाई, बिरेसी चाहियो। बिरेसीको लेन्थ हाम्रो 5cm छ, यसलाई चाहिँ हामीले के गर्ने, कम्पास लग्ने र 5cmमा राखेर यहाँबाट चाहिँ यता गरेर त्यसलाई चाहिँ तान्ने। ओके, 5cm मैले मेजर गरिदिइसकेको छु, जता लगे नि हुन्छ। एउटा पोइन्ट लग्ने, यो लगाऊँ, यो पोइन्टदेखि अगाडि मेजर गरेर यो चाहिँ के भने बिरेसी बन्यो। अब हाम्रो काम के हो, एङ्गल बनाउने हो। ल एङ्गल कसमा छ, सीमा छ होइन। ओके, यसरी चाहिँ हामीले 75 बनाउँछौँ। 90, 60, 60 to 120, 120 र 60 को इन्टरसेक्सनबाट 90 निस्किन्छ र 90 र 60 को इन्टरसेक्सनबाट 75 निस्किन्छ।
यसलाई चाहिँ अब माथिसम्म तानिदिने। त्यसपछि हामीले सी र डी साइडलाई चाहिँ निकाल्नुपर्छ कति देखायो 5.6। यसलाई नि सेम प्रोसेस गरेर कम्पास र स्केलको युज गरेर 5.6 तान्ने मेजर गर्ने। त्यस पेन्सिल चाहिँ भिजिबल हुनु पऱ्यो अनि कम्पास चाहिँ राम्रो हुनु पऱ्यो है इक्जाममा लाग्दाखेरि। ट्याक्क 5.6 तान्न। यो चाहिँ के भयो डी भयो। फेरि हामीलाई ए र डीको नि देखायो, ए र डीको कति देखायो 5.4 देखायो। डीबाट हामीले यता काट्यौँ भने ए भन्छ र बीबाट फेरि एमा काट्यौँ भने योबाट हामीले यो साइडको नि पत्ता लगाउन सक्छौँ। ल यो बनिसकेको छ। अब यसलाई चाहिँ हामीले जोड दिने। सो यस्तो चाहिँ बनिसक्यो हाम्रो कोअर्डिनेटर। अब यो कोअर्डिनेटरसँग इक्वल हुने हामीले ट्रायङ्गल निकाल्नुपर्छ। प्यारालेलोग्राम भएको भए चाहिँ हामीले के गर्थ्यौँ यो र यो इक्वल हुन्थ्यो, जस्ट बेसलाई डबल गरेर माथिबाट जुन साइड तान्ने नि त्यो प्यारालेलोग्रामसँग इक्वल हुन्थ्यो। तर दिस इज नट प्यारालेलोग्राम होइन, यो साइड नै कस्तो गजेको दिएको नि त। यस्तोमा चाहिँ अब हामीले एउटा डिफ्रेन्ट एप्रोच युज गर्नुपर्छ। यसलाई र यसलाई जोड्ने, यसलाई र यसलाई जोडिसकेपछि हामीले ट्र्याक्टरको युज गरेर यो एङ्गलको चाहिँ मापन पत्ता लगाउँछौँ। कति छ यस्तो, यसमा चाहिँ हाम्रो 30 डिग्री रहेछ, ट्याक्क एक्ज्याक्ट 30 डिग्री रहेछ। अब यसलाई चाहिँ हामीले यहाँ चाहिँ हामीले एङ्गल कोर्छौँ। कति एङ्गल कोर्छौँ भन्दाखेरि यो सीको जो बेस छ नि योसँग इक्वल हुने, यो एङ्गलसँग इक्वल गराउनु पऱ्यो नि त। सो यो भइसकेपछि अब हामीले माथि पनि कोर्छौँ र यहाँ 60 र 60 0 र 60बाट हामीले 30, यसलाई चाहिँ अब तल यो बेससँग कनेक्ट गरिदिने। बेस यति पुग्दैन होला, हल्का लामो तान्नु। अब यो चाहिँ हाम्रो के हुन्छ एम साइड हुन्छ, बिएम चाहिँ एङ्गलको नाम त्यही भएर। अब यो चाहिँ हाम्रो योसँग के बिएम भनेपछि बिएमलाई चाहिँ जोडिदिनु। अब नयाँ बनेको ट्रायङ्गललाई चाहिँ हामीले सेट गर्नुपर्छ। यस्तो बनेको छ हाम्रो चाहिँ। अब लास्टमा चाहिँ हामीले कन्क्लुजन लेख्नुपर्छ। देयरफोर BAM is the required triangle which is equal in area with quadrilateral BCDA। अब यो भन्न चाहिँ भन्यौँ तर इज इट रियली इक्वल? लेट्स चेक इट आउट। यो AC र एङ्गल DM को चाहिँ इक्वल छ, विच मिन्स दिस आर वाट प्यारलल लाइन्स BC र DM। प्यारलल लाइनको अब यो र यो चाहिँ हाम्रो इक्वल हुनुपर्छ। यो चाहिँ हाम्रो इक्वल भइदिन्छ। यु क्यान चेक इट अल्सो। यो BC ADC र ACM चाहिँ हाम्रो इक्वल हुन्छ। किन इक्वल हुन्छ भन्दाखेरि यु क्यान चेक इट अल्सो। र यो चाहिँ हाम्रो कमन पार्ट भयो, त्यसरी चाहिँ के हुन्छ इक्वल हुन्छ भनेर हामीले बुझ्नुपर्छ। बिकज यो क्या यो छ नि ACD र यो चाहिँ प्यारलल लाइन हो नि, AC र DM प्यारलल लाइन हो। ACD triangle is standing on the parallel line AC and DM and ACM is also standing on same parallel line। सो हामीले के पढायौँ भन्दाखेरि प्यारलल लाइनमा भएको ट्रायङ्गलको एरिया इक्वल हुन्छ, त्यसैले यो र यो इक्वल हुन्छ। जस कारणले यो कमन साइड भयो, यो र यो इक्वल भयो, कमन साइड होल एक्सम गऱ्यो भने चाहिँ BCM ट्रायङ्गल इज इक्वल टु BCDA। यस्तै गरेर अरू पनि गर्न सकिन्छ। एन्ड दिस इज हाउ यु is the construction. Thank you for watching. Have a nice day. And yes,